हाम्रो ब्रदरलाई चाहिँ आज एउटा च्यालेन्ज दिएको छु मैले। यो 1 लिटर कोक 3 मिनटभित्र खाइसक्नु भयो भने चाहिँ उहाँलाई मैले यो चाहिँ बबाल एयरपोर्ट्स अराउन्ड 2000 बराबरीको चाहिँ उहाँलाई दिने तयारी गर्दैछु। सो उहाँलाई सर्भ पनि म गर्छु, अलिअलि आफू पनि हेल्प गर्नुहुन्छ। सो गेम स्टार्ट भनेपछि मात्रै हाम्रो सुजनजीले स्टार्ट गर्नु होला। ल हामीसँग 3 मिनट टाइम छ, धडाधड। ल अगाडि एयरपोर्ट छ है, सक्नुपर्छ। पहिलो प्याक सक्यो। धैर्य त अरे 3 मिनट भनेको धेरै टाइम हो भाइ। ए कति पनि हुँदैन रहेछ, इजिली सक्छ उसले। यस्तो च्यालेन्जहरू ल्याइरहेको छु है म, बेला बेला दोकानमा आउनु होला। फोन किन्दाखेरि कोही च्यालेन्ज खेल्न चाहनुहुन्छ भने रेडी हुँदा हुन्छ है त। तिमी सक्छौ यार, कति त हुँदैन रहेछ। 3 मिनट त धेरै टाइम दियो कि क्या यार। अब नेक्स्ट च्यालेन्जदेखि 1 मिनट मात्रै हुन्छ। अब नाकबाट आउँछ कि ल शान्तिले, जस्ट रिल्याक्स। समय हामीसँग टन्नै छ। उसले यार बोतलबाट मुखै ननिकालिकन खा भन्छ नि। ल ए ल भाइ हेर, कुकको पनि पैसा गयो, एयरपोर्ट पनि जान्छ, तिमी के ल मेरो एयरपोर्ट गयो। ल ए 1 मिनट 35 सेकेन्ड मात्रै हुँदैछ। ल घट्टै हान्दैौ न। ल कङ्ग्रेचुलेसन, अब पहिला बधाई छ। 1 मिनट 40 सेकेन्डमा उहाँले 1 लिटर कोक खाइसक्नु भएको छ। रियाक्सन कस्तो कस्तो महसुस भयो? यो एयरपोर्ट्स तपाईँको। सो फोन किन आउनुहुन्छ र तपाईँहरू च्यालेन्जमा पार्टिसिपेट हुन चाहनुहुन्छ भने चाहिँ त्यो पनि तयारी गरेर राखेका छौँ। के च्यालेन्ज भन्ने कुरा चाहिँ ग्यारेन्टी हुँदैन। अबदेखि 1 लिटर कोकको चाहिँ भनेको पुरै 2 मिनट मात्रै टाइम हुन्छ यार। 3 मिनटमा त मान्छे 2 मिनट पनि धेरै हुने रहेछ। एनिवे थ्याङ्क यू सो मच तपाईँहरूलाई भिडियो हेरिदिनु भएकोमा, अनि थ्याङ्क यू सो मच ब्रदर। बिना पैसा तिरेर मेरो एयरपोर्ट लग्नु भएको दुःख लागिरहेको छ। सो फेरि पनि सपोर्ट गर्नुहोस्, फलो गर्नुहोस्। धन्यवाद।